अब यस्तो छ है, हाम्रो चाहिँ नि यो जनसङ्ख्या जति जति उमेर ज्यादा हुँदै गयो, अब उमेर बढ्दै जानुको मतलब हाम्रो शरीरको सबै जसो पाटो होइन, शारीरिक पाटो, मानसिक पाटो, बौद्धिक पाटो यो र सामाजिक पाटो पनि यो बिस्तारै क्षय हुँदै हुँदै कम हुँदै जान्छ नि त होइन। त्यसले गर्दाखेरि जति जति हाम्रो चाहिँ पपुलेसन चाहिँ वृद्ध हुँदै गयो भनौँ न, एजिङ पपुलेसन बढेको परिप्रेक्ष्यमा चाहिँ यो डिमेन्सिया अल्जाइमरको चाहिँ सङ्ख्या बढ्दै जाने हो। अब नेपाल अब विश्वमै त्यस्तै हो है, जति जति जस्तो अब उमेर ज्यादा भएको देशहरूमा यो डिमेन्सिया अल्जाइमरको चाहिँ बडो प्रकोप ज्यादा बढ्दै गइरहेको छ र यो हाम्रो अब विश्वकै चाहिँ पपुलेसनको चाहिँ उमेर एजिङ ज्यादा भएको हुनाले यो एकदम चाँडो चाँडो यो समस्या बढ्दै जाने भन्ने खालको प्रक्षेपण गरेको छ। अब नेपालको परिप्रेक्ष्यमा पनि त्यही नै हो। पहिले भन्दा अब मानिसहरूको चाहिँ अब यो नन इन्फेक्टिभ डिजिज भन्छ नि होइन, नन इन्फेक्सियस डिजिजहरू यो सङ्क्रमण भन्दा अरू कारणले हुने रोगहरू बढ्दै गएको देखिन्छ। पहिले भन्दा ठ्याक्क त्यो प्रपोर्सन चाहिँ उल्टिएको देखिन्छ र यो कन्टेक्स्टमा उमेर बढ्दै गएको कन्टेक्स्टमा यो पनि बढ्दै गइरहेको छ। अब नेपालमा के भनिन्छ भने चाहिँ अब विश्वमा चाहिँ नि 3 सेकेन्डमा एकजना मान्छे चाहिँ नै डिमेन्सिया अल्जाइमरले चाहिँ असर पीडित हुँदै गइरहेको छ भने अब यो मृत्युको कुरा गर्ने हो भने पनि डिमेन्सिया चाहिँ नै यो मृत्युको लगभग टप 10 डिजिज, टप 10 कजमा 7औँमा पनि राखिएको हुन्छ। अब यस्तो व्यक्तिहरूले काम पनि गर्न नसक्ने, डिजेबल हुने भन्छ नि, विकलाङ्गताको चाहिँ एउटा प्रमुख कारणको रूपमा पनि डेभलप हुँदैछ भने अब नेपालमा पनि अब धेरै नै चाहिँ बढ्दै गइरहेको छ। यो हरेक वर्ष बढ्दै नै गएको छ। अहिले अब रिसेन्ट यो डाटाहरूमा पनि 1,50,000को हाराहारीमा चाहिँ एकदमै डिमेन्सिया पीडित व्यक्तिहरू छन् भन्ने यस्तो खालको डाटाहरू आउँदैछ। हुन त अब नेपालमा यसमा एकदम निर्दिष्ट भएर स्टडिजहरू भएको छैन, तैपनि अब हामीले BPKIHSमा विभिन्न माहौलमा मिल्ने गरेको स्टडिजहरूमा पनि गएका वर्षहरूमा भन्दा यो चाहिँ यो पछिल्लो वर्षहरूमा चाहिँ यो डिमेन्सिया पीडित व्यक्तिहरूले चाहिँ बढी सेवामा आएको देखिन्छ।